हेलो गाइस, दिस इज एपिसोड 9 अफ फोटोशॉप मास्टर क्लास। आज चाहिँ हामी स्पट हिलिङ ब्रसहरूको बारेमा पढ्छौँ है। त स्पट हिलिङ ब्रस, रिम टुल, हिलिङ ब्रस टुल, प्याच टुल, कन्टेन्ट वायर मुभ टुलको बारेमा पढ्छौँ है। त सुरुमा हामी स्पट हिलिङ ब्रस टुल गरौँ है। त यसको युज गर्न चाहिँ हामी सुरुमा लेयर छ नि, त्यो लेयरलाई स्मार्ट अब्जेक्टबाट हटाएर चाहिँ रेस्टलाइज लेयर गर्नुपर्ने हुन्छ है। त स्मार्ट लेयरमा चाहिँ काम गर्ने जस्तै स्मार्ट लेयरमा गएमा त्यहाँ गएर मैले क्लिक गरेँ भने यो अप्सन आउँछ, रेस्टलाइज गर भन्छ यसले है। हामीले ओके गरिदिउँ है। त सुरुमा हामी यो फेसको डटहरू हटाउँछौँ है। त त्यसको लागि हामी फेस लिएर जान्छौँ। हामीलाई डुप्लिकेट गर्छौँ है बिफोर आफ्टर ट्रान्जेक्सन हेर्नलाई। केही गाह्रो छैन यो चलाउनलाई, सिम्पल त्यहाँ जाने। जस्तै अब तपाईँले साइज घटाउनु, यो डटको कत्रो छ आफ्नो मन चाहे साइज घटाउने बढाउने गर्न सक्नुहुन्छ है तपाईँले। सो हामीले बिस्तारै क्लिक गर्छौँ है। यसमा चाहिँ केही छैन है, क्लिक गरेर चाहिँ हट्छ है। त आफै हट्छ है। त तपाईँलाई कुन चाहिएको छैन त्यो आफैले हट्छ। हटाउनु क्लिक गर्दै अनि फेस रिटच गर्न सकिन्छ है। त यसको काम चाहिँ यति नै है। बिफोर आफ्टर तपाईँले देख्न सक्नुहुन्छ है। त यसरी काम गर्छ है। यसले चाहिँ हामी लोगो नि हटाउन सक्छौँ है। त कसरी भन्दाखेरि जस्तै हामी यसमा गयौँ, यो लेयरमा गयौँ र यसको यो लोगो हटाउनु पऱ्यो मलाई भने मैले यो बराबरको साइज बनाउँछु र क्लिक गर्छु है। त हट्छ है। त यहाँबाट अरू नि हटाउन सक्छ है। जस्तै मैले पानीको थोप्लाहरू हटाउनु पऱ्यो भने म यो लेयरमा जान्छु है। त यो लेयरमा गएँ के भयो, स्मार्ट अब्जेक्ट, यहाँ स्मार्ट अब्जेक्ट छ नि। त यसले चाहिँ स्मार्ट अब्जेक्ट हटाएर रेस्टलाइज बना भने है, यहाँ त्यही रेस्टलाइज आफै हुन्छ है। भएन भने के गरेँ मैले तपाईँलाई भनिहालेँ। त्यसपछि मैले यसको लोगो हटाइदिएँ। त्यसपछि मलाई यो पानीको डटहरू हटाउनु पऱ्यो, पानीको थोप्ला मैले जुम गर्छु अनि यत्रो साइज बनाउँछु, क्लिक गर्छु है। त देख्नुभयो नि यो चाहिँ हट्छ है। तपाईँले यो चाहिँ फोटोसपमा काम लाग्ने टुल हो यो चाहिँ। है। त यो चाहिँ स्पट हिलिङ ब्रसको काम भइहाल्यो। अर्को पनि टुल छ है हामीसँग, रिमुभ टुल। यसको पनि काम सेम हो है, म तपाईँलाई देखाउँछु। यसको नि काम रिमुभ गर्ने नै हो। जस्तै मैले यहाँ गएर यो फुललाई रिमुभ गरेँ भने यसले रिमुभ गर्छ है। त यसको एआईले युज गर्छ रिमुभ गर्छ, यसले रिमुभ गरिदिँदै भाग। त्यति राम्रोसँग काम गर्दैन है। तर यसले ब्याकग्राउन्ड पछाडि चाहिँ एउटै ब्याकग्राउन्ड छ भने चाहिँ काम गर्छ है। त जस्तै अर्को नि हेरौँ है। त हामीले पानीको डट हेऱ्यौँ भने यो चाहिँ राम्रोसँग हटाउँछ है यसले। ब्याकग्राउन्ड पछाडिको जति क्लियर हुन्छ त्यसरी नै राम्रोसँग अब्जेक्ट रिमुभ हुन्छ है। त यिनीहरूको टुलबाट चाहिँ टाइम लेख्दो रहेछ नि त। ल हट्यो है। त यसले यसको काम त्यही हो है। त अर्को टुल नै छ है, जस्तै हिलिङ ब्रस टुल। यो नि चलाउन सकिन्छ है हामीले। यो चलाउने तरिका चाहिँ छुट्टै छ। यसको लागि चाहिँ तपाईँ सुरुमा सोर्सहरू डिफाइन गर्नुपर्छ है। त्यो चाहिँ कसरी डिफाइन गर्ने म भन्छु। यसलाई तपाईँले डाइरेक्ट गऱ्यो भने मिल्दैन है। त्यसको लागि सुरुमा क्लोन गर्नुपर्छ है सोर्स। जस्तै यसको वरिपरिको एरिया लिन्छु मैले, सुरुमा अल्ट दबाएर क्लोन गर्छु यसको वरिपरि एरिया अनि बिस्तारै सार्दै लैजान्छु। त्यसपछि मैले रिमुभ गर्न सक्छु है। त यो चाहिँ खासै त्यति काम गर्दैन है। मतलब मेन भनेको यही सुरुको टुल हो स्पट हिलिङ ब्रस टुल। अझै हामी त्यति युज नि गर्दैन, त्यति राम्रो काम नि गर्दैन है। त जस्तै यहाँ अलिक क्लियर भयो भने म सेकेन्ड इमेजमा गएँ, मलाई पानीको डट हटाउनु पऱ्यो, मैले अल्ट गर्छु, यो एरिया क्लोन गर्छु, त्यसपछि बिस्तारै जान्छु, आफै हुन्छ है। त त्यसरी निकाल्नु मिल्छ। मैले जस्तै यो फुल पनि डिलिट गर्नु पऱ्यो, मैले यसको वरिपरिको एरिया अल्ट दबाएर क्लिक गरेँ भने यो क्लोन हुन्छ अनि मैले टक्क थिच्छु है। त यसरी थिच्दै जान्छु। यहाँबाट यसरी डिलिट गर्छ है। त्यसरी त्यति खास राम्रो हुन्न, तर पनि तपाईँले बेला युज गर्न सक्नुहुन्छ है। यो तिनवटा भयो त टुल। अब हाम्रो चौथो टुल भनेको प्याच टुल। यो चाहिँ मैले धेरै युज गर्छु है। यो नि राम्रो टुल छ। यो दुईवटा मैले धेरै युज गर्ने टुल चाहिँ यो स्पट हिलिङ ब्रस टुल र प्याच टुल है। कन्टेन्ट वायर मुभ टुल नि धेरै युज गर्न पर्दैन। यो त के हो मलाई नि थाहा छैन, यो काम नै छैन। सुरुमा प्याच टुल जानु। प्याच टुलले कसरी काम गर्छ भन्दाखेरि तपाईँलाई केही हटाउनु पऱ्यो भने तपाईँले सिधा त्यसमा जाने अनि कर्ने है। त कुन हटाउँछ त्यसलाई कोर्ने सेप आयो। त्यसपछि तपाईँले ड्र्याग गरेर तपाईँलाई त्यो ठाउँमा के ल्याउनु पऱ्यो त्यही आउँछ है। त कन्ट्रोल डी गरेर डिस्ट्रिक्ट गर्नु, बुझ्नुभयो नि। तपाईँलाई के हटाउनु पऱ्यो त्यो हटाउनु मिल्छ। जस्तै म यो इमेजमा गएर मलाई फुल हटाउनु परेर यहाँदेखि भन्यो भने चाहिँ टक्क यसलाई सेलेक्ट गर्ने, त्यसपछि तानेर लैजाने है। त अनि हट्छ है। त यसरी काम गर्छ यसले चाहिँ। तपाईँले मलाई यो स्याडो र यो आदिष्ट नै हटाउनु छ भने नि तान्ने, नभएको ठाउँमा लगेर राख्दैन है। त यसरी चाहिँ यसले काम गर्छ है। त अरू कुन छ, कन्टेन्ट वायर मुभ टुल। यो चाहिँ मुभ गर्ने हो। जस्तै इमेजलाई मुभ गरौँ भने जस्तै मलाई के गर्नु छ भन्दाखेरि म राइटमा गएँ, मैले इमेजलाई मुभ गर्न सक्छु है। त मैले यो इमेज सिलेक्ट गरेँ, यति इमेज, मलाई यो पार्ट चाहिँ अर्को ठाउँमा मुभ गर्नु पऱ्यो भने चाहिँ अब मैले थिचेर
तान्छु अनि म क्लिक गर्छु अनि त्यहाँको इमेज यता जान्छ। यो चाहिँ त्यति खास युज आउँदैन है। आजको लागि चाहिँ यति नै है। हामीले जान्नु पऱ्यो भने स्पोर्ट हिलिङ ब्रस टुल र प्याच टुल हो, यो दुइटा हामीले कसरी काम गर्छ सिकिहाल्यौँ। यति नै हो तपाईँले भिडियो जान्नु पर्ने। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।